हेलो एभ्रिवान सो आज चाहिँ स्याटरडे होइन र स्याटरडे मिन्स समथिङ एक्स्ट्रा त्यही भएर हामी चाहिँ सगरमाथा सिभिल इन्जिनियरिङ स्टुडेन्ट सोसाइटीबाट चाहिँ अब्स्टिकल ब्रिज र पेपर ब्रिजको वर्कसप चाहिँ गराउन लागिरहेछौँ होइन र हामीले चाहिँ त्यो डेमोन्स्ट्रेसन अलरेडी गरिसकेका छौँ अहिले चाहिँ सबै पार्टिसिपेन्टहरूले चाहिँ पेपर ब्रिज बनाइरहेछन् सो अब हामी चाहिँ पार्टिसिपेन्टहरूले के गरिरहेछौँ त्यो हेर्नतर्फ लागौँ है एउटाले ढिलो गर्ला अर्कोले कम गर्ला एक साइडतिर जान्छ त्यो कुरा चाहिँ हुनु भएन होइन त्यसैले दुईटैले इक्वली पावर लगाउने अनि इक्वली रोल गर्ने रोल अब एउटा सर्टेन टाइमपछि स्मुथली रोल हुन थाल्छ त्यो पछि स्मुथ रोल गर्ने होइन अब जस्तै यिनीहरूले बिगाइ छैन यता यता निस्किन्छ नि त यो किनकि एउटाले बढी पावर लगाएर एउटाले कम लगाएर होइन यो कुराहरू चाहिँ अब पछि गएर एकदम म्याटर गर्छ नि त यहाँ इक्जाम्पललाई अब रोल गर्छ नि तपाईँले यो रोल भयो नि थाहा ल यो खासै स्ट्रङ छ र छैन नि होइन अब यसको रिजन भनेको अब यस्तो अब धेरै रोल गऱ्यो भने बाहिर आउँदै जान्छ बिस्तारै होइन यस्तो भइसकेपछि चाहिँ होइन अब यसलाई चाहिँ कन्टिन्युस रोल गर्छ यसलाई कस्तो रोल गर्ने ल यस्तो गर्ने होइन पछाडि लगाउने अगाडि लगाउने रोल गर्ने जति रोल गर्दै गयो त्यति बलियो हुँदै जान्छ त्यही भएर जति रोल गर्न सक्छ त्यति बलियो हुन्छ अघि भन्दा अहिले अब तिमीहरू पनि हेर न छामालाई छामा यो हाम्रो जस्तो अहिले जतिको छ नि यो अलिकति हार्ड त देखिरहेको छ सबैलाई तर यो अझ पनि थिच्ने बेला अलिकति भित्र गइरहेको भनेपछि अझ पनि रोल भएको नाम छ भनेपछि अझ रोल गर्ने अब यो रोल गर्दा गर्दा चाहिँ आफूले फिल गर्ने क्या होइन स्ट्रङ भयो अनि अब एउटा रोल भएन अब हाम्रो एउटा पेपरलाई चाहिँ यति नै रोल हुन्छ होइन अब हामी के हुन्छ भन्दाखेरि हामीले सकेसम्म बेसलाई चाहिँ स्ट्रङ बनाउँछौँ क्या पेपर चाहिँ बेसलाई चाहिँ अलिक स्ट्रङ बनाउन ट्राई गर्ने होइन बेसलाई स्ट्रङ बनाउने बेला चाहिँ यतिले पुगेन यो त धेरै सानो भयो त्यो भएपछि अब पेपर थप्नु पर्यो पेपर थप्ने पछाडि पेपर यो रोल भएकोलाई राख्ने होइन यो पेपर छ नि यो पेपर यो पहिलाको रोलको अलिकति निकालेर भित्र राख्ने अनि यो मिलाएर गर्नुपर्छ यो मिलाएर चाहिँ जस्तै हुन्छ अनि बिस्तारै अलिकति रोल गर्ने सँगै भनेर अब त्यो पेपर भित्र गइसक्यो त्यो पेपरको अब हाम्रो सक्यो जति रोल गर्न सक्छ त्यतिकै लास्टमा यतिकै मार्क गर्दै गऱ्यो चाहिँ एउटा मान्छे 100% मेटालिक साउन्डै दिखाएको हुन्छ अनि अब यस्तै पेपर रोल गर्दै गयो मोटो हुँदै गयो अनि त्यो भइसकेपछि अब हामीले पनि केही दिन्छ लाउनलाई चाहिँ तर हातभन्दा बेटर चाहिँ केही नि यो इन्डिङमा चाहिँ आफैले हटाउँदै लाउनु अनि अब यो भइसकेपछि यसलाई सुक्न अलि टाइम लाग्छ सुक्न दिनु पर्यो अनि त्यो हुँदैसम्म अब हामी चारजना छौँ मानौँ होइन इक्जाम्पलको लागि दुईजनाले एउटा बनाउने अर्कोले अर्को बनाउने बनाइराख्ने कन्टिन्युस बनाइराख्ने यो त रोकियो कि सक्यो जस्तो हुन्छ क्या टाइम चाहिँ 2 दिनमा पनि ब्रिज बनेन भनेपछि त तिमी यो सुकाउँछौ कहिले र टेस्टिङ कहिले हुन्छ भन्ने कुरा हुन्छ नि त जस्तै हामीले यो अगाडि अर्बिट एउटा एक्सपो गराउने बेला चाहिँ होइन 2 दिनको लागि गरेको थियो 2 दिनको लागि कम्पिटिसन भएको थियो अब्स्टिकल ब्रिज चाहिँ त्यही दिन सकियो 2-3 घन्टामै सकियो पेपर ब्रिज चाहिँ कतिले अर्को दिन बेलुकासम्म पनि बनाइरहेको थियो कि इभेन्ट 3 दिनको थियो अनि त्यो बेलुकासम्म पनि बनाएको मान्छेको ब्रिजले केही थामेन क्या किनकि जसले आज दिनभरिमा जस्तै अब त्यो ब्रिजमा के ढाक्नु होइन 4 जना केटा थिए यत्र थिए होइन तिनीहरूकै ब्रिज थामेको थियो क्या उनीहरूले एक दिनमा सबै ब्रिज सकाइदियो बनाएर होइन बनाएर सकाइसकेपछि चाहिँ उनीहरू सुकाउने घाममा राखेर छिटो सुक्छ सुकाउने तेस्रो दिनमा थाम्ने बेला उनीहरूकै थाम्यो किनकि त्यो 2 दिनसम्म बनाउने ब्रिजको लागि सुक्ने टाइमै पाएन नि त सुकेन भने पनि राम्रो हुँदैन अनि यस्तो रोल गरिराख्ने रोल गरिसकेपछि अब गब्ला जसको एक्टिभ रोल गर्ने रोल गर्ने सबैले हेर्दै त यो मलको पहिला अनि हाम्रो अब डिफरेन्ट चाहिँ हाम्रो सम्पर्क जुनमा आधार भन्दा त्यस्तो कुरा भइहाल्छ है बिमा भन्दा पेपर अनि प्राइस पनि राम्रो छ लेबर यो सिकेर पढ्ने गइरहेको चाहिँ केहीमा चाहिँ अब 2-3 दिनपछि
त्यसपछि फेरि त्यहाँ सम्पर्क हुँदैछ त्यहाँ क्याडा क्याटको पनि छ अनि यो पप्सिकल त्यो कति सबैको छ त्यसमा इन्ट्रेस्टेड चाहिँ जान पाइयो त्यही भएर चाहिँ सिकाएको कि हाम्रो कलेजबाट खासै पार्टिसिपेट भइरहेको थिएन त्यही भएर यो रोड छ त्यो सबैलाई आइडिया अब प्राइस पुलहरू राम्रै हुन्छ त्यही भएर जान मिल्छ सोसाइटीबाटै जान मिल्छ होइन अनि कलेजले नै पेमेन्ट गर्नु धेरै भयो सबै पेमेन्ट गरिदिन्छ गरे भयो भने चाहिँ हाम्रो कलेजबाटै सबै पेमेन्ट गरेर मजाले जान पाइन्छ उहाँ गएर फर्स्ट सेकेन्डहरू एकदम 30,000 40,000 50,000 हुन्छ यो त्यही भएर चाहिँ यो बनाउँदाखेरि कसरी लाग्छ अब बनाउन स्टार्ट गरौँ है पेपरहरू अब यहाँ चाहिँ खासै यहाँ चाहिँ हाम्रो पार्टिसिपेन्टहरूले सबैले चाहिँ प्रिन्सको लागि चाहिँ काम गरिरहेको छन् अहिले यहाँ चाहिँ हाम्रो यो पोप्सिकल ब्रिजको चाहिँ डेमो हो यो चाहिँ यतिकै डेमोन्स्ट्रेसनको लागि हो चाहिँ यहाँ हाम्रो पेपरहरू पार्टिसिपेन्टहरू सबैजना छ यो खाना त यो चाहिँ एकदमै यसले चाहिँ अलिकति मेटालिक साउन्ड प्रड्युस गर्नुपर्ने हुन्छ लाइक अलिकति भयो यस्तो यो पेपर फोल्डले चाहिँ हाम्रो मेटालिक साउन्ड प्रड्युस गर्नुपर्छ बल्ल हुन्छ यहाँ चाहिँ हाम्रो अर्को टिम रहेछ यहाँ चाहिँ हाम्रो राणा दाई प्रेसिडेन्ट हुनुहुन्छ त्यसको अहिले अनि यो चाहिँ एकदमै स्ट्रङवाला रहेछ यसले चाहिँ मेटालिक उहाँ चाहिँ हाम्रो मनिष दाई हुनुहुन्छ हाम्रो मेन्टर अनि बस्याल भाइस प्रेसिडेन्ट अफ सेस सो अब चाहिँ ब्रिज बनिसकेपछि हामीलाई देखाउँछौँ कस्तो ब्रिज हो यहाँ चाहिँ हाम्रो कम्प्लिट गर्ल्स ग्रुप रहेछ गभर्मेन्टलाई स्ट्रङ होला सायद मधु भाइ हजुर भाइ